हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज मैले धेरै दिनपछि ब्लग बनाएको थिएँ अनि सबैलाई ह्याप्पी होली। आज चाहिँ होली रहेछ, एउटा ब्लग बनाउनु भनेर भन्न आएको गाइज। सबैलाई चाहिँ ह्याप्पी होली भन्न चाहन्छु म चाहिँ। धेरै धेरै शुभकामना ह्याप्पी होलीको हजुरहरूलाई। यो चाहिँ कुन ठाउँ अरे यो पाङ्गा झल्का यतातिर गल्ली हो क्या यो चाहिँ गाइज। घाटी छेयर अनि हामी चाहिँ हेयर भन्ने होइन आज झ्याउ होस् यो हेर्दा साँच्ची बिहान पो गर्छ हाम्रो जिमको त्यो सिप भने बेलुका चाहिँ त बिहान त झ्याउ हुने भयो। हामी के गऱ्यौँ हामी ब्यागको त्यो 2-3 वटा उ गरौँ सेट गऱ्यौँ अनि त्यसपछि टाइसको एउटा सेट होइन त्यही त कन्फ्युजन हुन्छ नि त हल्का बोल्डले पनि। कतिकोलाई बिहान कतिकोलाई बेलुका गऱ्यो भने चाहिँ। अनि यो चाहिँ हाम्रो हनुमान घाट अनि ऊ त्यहाँ अन्सुरमा चिया बगान होला अगाडितिर होइन दाइ। म बस्ने घर चाहिँ पुगिसकेको छु तर म एउटा भाइको घर जान्छु अहिले गाइज होइन। अनि किनभने आज होली छ नि त मसँग रङ त छैन अहिले पनि ह्याप्पी होली भनेर आउनु पऱ्यो नि त। म चाहिँ अब छु होला हेर्दै गर्नुहोस् है हेर्दै जानुहोस्। म चाहिँ ह्याप्पी होली भन्नु उसको घर ह्याप्पी होली। के अरे होलीको लागि एउटा दाइले सरप्राइज दिन्छौँ है। वी आर भेरी एक्साइटेड। ओए पागल हो हेर्नु सक्नुहुन्छ ह्याप्पी होली all of you guys। यहाँ होली चाहिँ दमदार भइरहेको छ आज। त्यो त होलीमा त के भयो थाहा ब्रदर प्लिज एउटा टिका लगाउनु न। ह्याप्पी होली है। कस्तो कुरा गर्नुभयो भने ग्लासकै हुँदैन। खाना खान जान्छु म चाहिँ अनि त्यसपछि हामी निरङ्कलहरू पनि जान्छौँ होइन दाइ। सबको एक एक गरेर त्यस्तो नगरौँ यार। भ्यू त दामी छ नि त फेरि उतातिरको त यहाँतिर नभए नि होइन। डाँडा अलि ऊ भयो पोल्युसन भएर क्या यो मतलब काठमाडौँदेखि लाइन फाँसी डाँडा गर्दा ह्याप्पी होली अङ्कल। यहाँबाट पनि आइसकेका छौँ। होली हो कहाँतिर जाने हो भन्नु दिनुहोस् दाइ। सचिन दाइको रुम जाउँ। आकाश ह्याप्पी होली। पैसा नै भयो काउट दिनु हो यार। ह्याप्पी होली भाइ है ल सब्सक्राइब गरिदियो है सब्सक्राइब गरिदियो है च्यानल। अहिले भन्छु हामी जान्छौँ सचिन दाइको रुम जाउँ। बाघ मुला हेर्छ त्यस्तो हल्का नगर है त्यो गलत हो यार। ह्याप्पी होली बुरा नमाना होली ए भाइ। आन्टी रङ लाउन मिल्छ मिल्दैन? को हल्ला हो वाटर प्रूफ हुन्छ नि त यार। भाइ नै त यार।
यो भयो नि ए दाइ भित्र ए ढोका लाउनु हानु होली उदाइ यार होली ए सचिन मेरो होली नुमा यार मेरो होली नुमा दाइ यार काम छैन बाहिर आउनु न कहाँ हो घर दाइ यार यार दाइले अहिले नुहाएको यार नगर्नु पर्ने थियो दाइ अहिले नुहाएको नु दाइ यार भइगयो अब यति गरम दाइ अब पछि दाइ तपाईँ हाल खबर के छ त अहिलेको दाइ दाइ कहाँ जानु हजुर इन्टरभ्यू जानु हो आम्बा बाबा के तैँले होलीको दिन चाहिँ हिरो भएर बाहिरतिर निस्किन सोचेको थिएँ क्या तर भिलेन बनाइदिन्छु क्या होली स्पेसल दाइ भाइ पानी नफाल्नु है भइगयो भाइ पैसा पर्छ रङ गर ल ल धन्यवाद अन्त नराख्नु यो जुन मलाई गाइस होली ए दाइ आयो त यार पैसा त परेन अङ्कल होलीमा र होली अब ए यार बचपन हाम्रो सुकी बस्नु 0.5 बाट बनाउनु पर्छ कि दाइ ना 0.5 बनाना नहीं बोलो ठीक हो आइज ए दोन भाइ दिबेल आकाश खै आकाश यहाँ फाइनली हाम्रो बिल्डिङमा यहाँ रक्स हुँदैछ रक्स खै अनि अरू मनोजमा दिनेहरू भाइ फाइनली केटाहरू भोलि चाहिँ बवाल भयो ल फेरि यहाँ हिँड्दा सानो भाइ बहिनी अझ यहाँनिर चार्ज हान्छन् क्या भाइ यार पानी चार्ज हान्छन् पानी नफाले यार पानी नफाल भाइ यार प्लिज के पानी नफाल एकदम देखाइदिएन ब्याक क्यामेरा देखाइदिएन यार भाइ यार अझ मजा आइरहेको छ यार अब हामी सोभी गरौँ यो हतियार यस्ता यस्ता रेडी छ कि हामीसँग यहाँ आइसकेका छौँ यो लासीको भित्रतिर हो क्या यतातिर गल्लीमा अब हामी जान्छौँ सोभी गरौँ सोभी भाइ गरौँ सोभी गरौँ जाम लगाइदिनु त अनि यार त यार ए भाइ यार नकाट्नु पनि यार आज लास्ट एलर्जी भइगयो भने यसको मेरो पनि गएर पाङ्गा भिडियो बनाए दौडेर आउने है जाउँ सोभी गरौँ हुन्थ्यो अब क्या बुझाउनु बाटोमा जाउँ हुन्थ्यो यहाँ जाउँ अब सोभी गरौँ जाउँ यी चल्दिन त साँच्ची फेसको पुरा एलर्जी भइगयो क्या यार एकछिनमा पुग्ने छौ सुमित थापाको रुममा मतलब कि सोभी भाइको रुममा एकछिनमा पुगिहाल्छौँ नि हामी बाहिर होली खेलेर आइसक्यो खतरा बनायो क्या तिमीहरूले होली बब्बाल बनायो
पुगिसकेका छौँ सोबी भाइको रुममा। यहाँ सोही भाइ एक कपडा हेर्दा ल हामी पनि फाल्टिम गाइहाल्छ ल सोही कलेजको कपडा हो त्यो त्यो गइहाल्छ भाइ यार नर्मली कलर हो क्या बुरा नमानो होली थोरै त यति हो नि त दाइगा लाउने ल छोरे तू कहाँ लाग्दो माथि त्यो ए तुम्हाई भाउ त आफू खाला ल पाला खाला ल क्याच क्याच बिस्तारै बिस्तारै आकाशबाट बिस्तारै बिस्तारै म थाहै थियो यस्तो त नगरौँ है त यार यो त नाइन्छ अब चाहिँ म प्लटिङ निस्किसकेको छु गाइज अब क्रिकेट खेल्न जानु पऱ्यो होली पनि धेरै खेल्यो नि त होली अब यति नै हो धेरै होली नखेलौँ भनेर टक्क खेलिसके होली चाहिँ अब चाहिँ हामी प्लटिङ क्रिकेट खेल्न जानेछौँ म जानेछु तर दाइहरू पनि जान्छन् होला एकचोटि भन्नु पऱ्यो जाऊँ भनेर दृश्य हेर्न सक्नुहुन्छ भ्यू अफ किर्तिपुर भनेर क्या गाइज अब है कस्तो दामी देखिरहेको छ हामी चाहिँ हामी दुईले मात्रै रमाउन जाने होइन अब दाइहरू जाँदैन अरे हुन्ला न आज पनि मान्छे मामा मामा आज मान्छे हुन्न प्लटिङ मजाले खेलिदियो यार नहानु भाइ यार तिमी यार अब अघि नुहाएको हेर्नु मामा यस्तो रङ आउनु भने कपालबाट यार पुरा म पनि यस्तो गऱ्यो भने त पुरै यहाँ म पुरै हुनु हो तर हुनु है भ्यू किर्तिपुरको भ्यू मामा ऊ चौबारतिर गएर किर्तिपुर डाँडा हो तर यहाँ स्टेडियम त बवाल हुने क्या मामा यार बनायो भने त क्या दामी हो है हामी जान्छौँ हामीले कति 2 गेम त लस हानिहाल्यो नि त यार आज यार गाह्रो छ नि त मुर्गा बलिङ डाइरेक्ट जान्छ नि त यहाँनिर त यार बलिङ अब प्लटिङबाट आइसक्यो 2 गेम हारियो अब घर गएर भात खानु पऱ्यो नि त यार भोक लाग्यो यार माइक हेर्नु भात लाग्यो होला नि त दिदीले थ्याङ्क सो मच है अहिलेसम्म हेरिदिनु भएकोमा अनि लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला डाउन त नाइ यार ल धन्यवाद है अनि होली पनि राम्ररी मनाउनु भयो होला थ्याङ्क यू